सम्पूर्णलाई नमस्कार। यो चाहिँ अपमार्ग हो, हजुरहरूले हेर्न सक्नुहुन्छ। मैले यो पुरै जरासहित उखेलेर यसरी गरेको छु। यो पहाडतिर सजिलै बाख्रालाई घाँस खुवाउनको लागि एकदम सजिलै तरिकाले भेटिन्छ। हजुरहरूले यहाँ देख्न नि सक्नुहुन्छ। यो चाहिँ के को लागि औषधि हुन्छ त भन्दाखेरि यसको जरा, यसको यो डाँठ, यसको यो माथिसम्म हजुरहरूले हेर्नुभयो भने हजुरहरूले यसको लागि के को लागि प्रयोग गरिन्छ त भन्दा यसलाई हजुरहरूले मजाले काटेर जरा पखालेर सुकाएर यसको चाहिँ चूर्ण बनाएर राख्नुभयो भने हिउँद महिनामा त्यो मजाले मसिनो चूर्णलाई एक चम्चा तातो पानीसँग खानुभयो भने हजुरहरूको दम रोग चाहिँ एकदम निको हुन्छ। हजुरहरूले यहाँ हेर्नु होला, दम रोगको लागि चाहिँ यो अपमार्ग एकदम धेरै औषधि हुन्छ। म हजुरहरू समक्ष यो आयुर्वेद सम्बन्धी जीवनभर लागिरहने बाचा गर्दै यो आयुर्वेद भिडियोलाई हजुरहरूले लाइक, सेयर, कमेन्ट गरेर हौसला प्रदान गर्नुहोला। हस्त नमस्कार, धन्यवाद। जय आयुर्वेद, जय जय जडीबुटी भन्न चाहन्छु। हस्त नमस्कार।